आमा हजुर अनि सिरियालाई बे गरेर नदिने त कहाँ बेला नको बेला बिहे गर्नु भाइ 14 वर्ष भइहाली राम्रो केटो माग्न आछ के गर्ने होला म त हत्ते पो पर्यो अब भर्खर 7 मा पढ्दैछ हो माग्न आइसक्यो होला जस्तो लाग्छ कि नहोला जस्तो लाग्छ खोइ अब घर कस्तो छ केटो कस्तो छ जान परिवार कस्तो छ केटा उहाँ पुडीको खड्का छोरो रे खड्काको अलिअलि चुरोट सुरोट गाँजा साँझा नि खान्छ रे भन्छन् बाहिर बाहिर सुन्दा के हो चुरोट गाँजा खाने भएर सिधै गरी कुरा रक्सी नि खान्छ अरे अलिअलि ए धेरै चाहिँ खाँदैन अरे अलिअलि चाहिँ खान्छ अरे दिउँ हुँदैन हुँदैन 14 वर्ष भइहाली होस् एउटा मात्रै छोरो रे सम्पत्ति चाहिँ धेरै छ रे तर गाँजा नि खाने चुरोट नि खाने जाँड रक्सी नि खाने त्यस्तो छ अरे ट्यापे जस्तो क्या के गर्ने त हुँदैन हुँदैन त्यस्तो हुँदैन बरु यत्तिकै बसोस् त्यतिकै बसोस् मलाई चाहिँ दिन पाए हुन्थ्यो जस्तो लागिराख होइन कि के हो त नदिने नदिने बेला भएको छैन दुःख पाउँछ कि है अनि त फुत त फालिहाल्छ नि के गर्नु के गर्नु ल भन्नु त तपाईँलाई कस्तो लाग्छ तपाईँलाई लागेको कुरो भन्नु त मलाई हुँदैन बा हुँदैन 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 त्यस्तो चाहिँ कहाँ है कहिले 2-3 दिनसम्म नि घर आउँदैन रे लौ त्यस्तो पो छ अरे त 1 नम्बरको रड्डी बिग्रिया छ अरे देखाइ त्यस्ताले दिनुहुन्छ जान्छ बरु उमेर पुग्यो भनेदेखि पहिला त्यसै यति यति कपाल पालेको हेर्दै डर लाग्दो गाला पनि यस्तो भएको पुरै कम्मर सुकेर यत्रो भएको गाँजाले त्यस्तो केटो छ अरे देखाइ त्यस्तालाई दिनुहुन्छ गाँठे त्यस्तो दिएर के गर्नु है जाड खाएर जम्दै कुटेर हुँदैन त्यस्तो जाने गाँठे फेरि बाउ छोरै त्यस्तै रे ल बाउ छोरै सँगै बसेर खाने अनि कुट्टा कुट गर्ने बाउ छोरा त्यस्तो छ जत्तरी गाँठे हुँदैन 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 त्यस्तालाई पनि हुन्छ जान्छ त्यसै पहिला है मैले पनि त्यही सोचेँ बसी नगर्ने भनिदिन्छु है त हुन्छ